हेलो डाक्टर साहब, नमस्कार। नमस्कार डाक्टर साहब, यो देशको अवस्था यस्तो छ, तपाईँ यसमा के भन्न चाहनुहुन्छ? यसमा के भन्दाखेरि तीनै पार्टी चोरै निस्किहालेछ हैन। सब जनतालाई थाहै छ। पहिला त म दोषी त जनतालाई लगाउँछु, किनभने कुनै पार्टीलाई बनाउँदाखेरि 2/3 दिनु पर्यो के। त्यो आफ्नो पावर तरिकाले चलाउँछ नि। अब के गर्ने, अब जनता पनि त सोझै छ। अब आउँछ जनता, नबुझ्ने जनतालाई उल्लु बनाउनु त मिलेन नि। तपाईँ त जान्ने बुझ्ने भयो, तपाईँ उल्लु बनाउँदाखेरि त्यो राम्रो कुरा भयो। सही कुरा हो। यसमा फेरि त्यो अस्तिको कुरा आयो, रवि लाने छायालाई रातिमा नै पक्राउ गरेर लग्यो। अब उहाँको के छ हैन, कुनै पार्टीलाई धम्की दिँदाखेरि हैन त्यो भएन नि कि डाइरेक्ट भित्रै छानबिन गरेर डाइरेक्ट एक्सनमा ल्याउने हो नि। एक्सनको रिप्लाई हैन, रियाक्सन दिने हो नि। अब भित्रै ठुलो पार्टीको म हैन ठुलो माछा समात्दै छु हैन, यो भन्न मिल्दैन नि। त्यो भन्ने बित्तिकै त्यो पार्टीले हैन, त्यो पार्टी त्यो सोच्छ के हैन, विपक्षीले सोच्छ नि म माथि लागिसकेको छ हैन। अब नयाँ पार्टी नयाँ तरिकाले नयाँ जोस उमङ्गले काम गर्छ, विपक्षीले सोचिहाल्यो अनि उसमाथि उल्टै रियाक्सन देखाइहाल्यो क्या। ल, देशको अवस्था यस्तो आइसक्यो कि गणतन्त्र त राम्रो भनेर आएको थियो। जनताको चाहिँ गणतन्त्रले एकदम भलो होस्, नयाँ होस्। तर यो गणतन्त्रवादीहरू यस्तो अवस्था ल्याइदियो कि जनता गणतन्त्रमा विश्वास गर्न छोडिदियोस् र राजावादीमा र गणतन्त्र, यो कारणले राजावादी र गणतन्त्रवादीको अहिले एकदम भिडन्त चलिरहेछ। तपाईँ के भन्न चाहनुहुन्छ भन्नु त? यो गणतन्त्र त्यागेर हैन त्यो लोकतन्त्र आयो नि, प्रजातन्त्र आयो, लोकतन्त्र आयो। राम्रो तरिकाले राम्रो सुशासन हैन, सब दिन हैन एकै नासको हैन वातावरण नरहने गरी हैन कुनै विकास होस्, राम्रो विकास होस् हैन। कुनै राजाको अधीनमा नरहेर हैन कुनै राम्रो तरिकाले राम्रो उद्देश्यले बनाएको थियो के गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र। तर यसमा के भयो हैन, नेताहरूले यसरी माहौलै बिगारिदियो, उनीहरूको सदुपयोगको ठाउँमा दुरुपयोग यसरी गरिदियो। अब जनता हैन धेरै निराश भयो के। यो नेपालको हैन विकासै रोकिदियो के। यहाँ नेपाल नबनाएर हैन आफ्नो पर्सनल घर बनाइहालेछ क्या। कयौं खर्ब करोडौं स्विस ब्याङ्कमा जम्मा भइसकेको छ। नेपालको अवस्था यति कमजोर बनाइदिएको छ नि। बाहिरको ट्रम्प, अमेरिकाको राष्ट्रपतिले भनिदियो नेपाल देश भ्रष्ट, नेपालका करप्सन नेताहरू हो, देश चलाउनु चाहिँ करप्ट हो। हजुर, अब यतिसम्म भनिदियो हैन, अब त झन् कमजोर बनाइदियो नि त। ल डाक्टर साहब, धन्यवाद तपाईँले भन्नुभएको। ल